गुड मर्निङ, वेलकम टु नीलम किचन। आज नीलमको किचनमा के बन्दैछ? बनाना ब्रेड। मैले एकदमै धेरै पाकेको बनाना लिएको छु। यो धेरै पाकिसकेपछि कसैले खान मन पराउँदैन हैन। यसरी दिनुभयो भने हारालुस हुन्छ। यो पाकेको बनानालाई मैले राम्रोसँग म्यास गरेर त्यसमा एउटा एग एड गरेर राम्रोसँग त्यसको बेटर मिक्स गरेँ। अनि यसमा मैले अलिकति मिल्क एड गरेँ र यो कोकोनट ओइल, तपाईले अरू कुनै ओइल अथवा बटर पनि हाल्न सक्नुहुन्छ। अनि यसमा मैले सिरपको साटो अलिकति हनी एड गरिदिएको छु भने अब मैले यसमा सुजी, बेकिङ सोडा र अलिकति चाहिँ सल्ट एड गरिदिएको छु। यसमा तपाईले सुगर पनि एड गर्न सक्नुहुन्छ, तर बनाना आफैमा स्वीट भएको कारणले मैले चाहिँ एड गरिनँ। अनि यो ब्याटरलाई राम्रोसँग मिक्स गरिसकेपछि मैले यो बेकिङ पटमा राखिसकेको छु। तपाईले यसमा फ्राई प्यानमा एज अ पेनकेक पनि बनाएर खान सक्नुहुन्छ। मैले यसमा अलिकति क्रस्ड आल्मोन्ड पनि राखिदिएको छु। अनि यो मैले एयर फ्रायरमा बेक गर्न गइरहेको छु। ल हेर्नुहोस् त मेरो बनाना ब्रेड कति राम्रो भएर बन्यो। अब हुँदैछ हारालुस। Thank you so much. See you on next video.